स्टार्टअपको दुनियाँमा सफलताको कुरा गर्दा स्याम अल्टम्यानको नाम नलिई हुँदैन। उहाँ वाई कम्बिनेटरको पछाडिका एक प्रमुख व्यक्ति हुनुहुन्छ। ल आज हामी उहाँकै अनुभवबाट निकालिएका केही खास सिद्धान्तहरूमा डुबुल्की मारौँ, जसले एउटा स्टार्टअपलाई सफल बनाउन साँच्चै के कुरा चाहिन्छ भनेर छर्लङ्ग पार्छ। ल अब सिधै मुख्य प्रश्नमा जाउँ। स्टार्टअप सफलताको त्यो एउटा बिग सिक्रेट आखिर के होला? हरेक नयाँ उद्यमीले यही प्रश्न सोध्छन्। के त्यो पैसा हो, वा एकदमै राम्रो टिम, वा अरू नै केही? स्याम अल्टम्यानको जवाफ सुन्दा जति सरल छ त्यति नै गहिरो पनि छ। उहाँ भन्नुहुन्छ, यस्तो प्रडक्ट बनाउनुहोस् जुन यति गजबको होस् कि मान्छेहरूले आफै स्वतः आफ्ना साथीभाइलाई भन्न जाउन्। सोचौँ त, गुगल वा फेसबुकको बारेमा हामीले पहिलो पटक कसरी थाहा पायौँ? धेरैले त साथीले यो चलाएर हेर त कस्तो राम्रो छ भनेर नै थाहा पाएका होला नि, होइन र? हो, हरेक सफल स्टार्टअपको कथाको सुरुवात नै यही हो। तर एउटा गजबको प्रोडक्ट हुनु मात्रै पनि सबै कुरा होइन। त्यसलाई अगाडि बढाउन एउटा शक्तिशाली लहर चाहिन्छ। मतलब एउटा यस्तो मार्केट भेट्टाउनुपर्छ जुन आफैमा एकदमै तीव्र गतिले अगाडि बढिरहेको होस्। त्यसो भए रियल ट्रेन्ड र फेक ट्रेन्ड कसरी छुट्याउने त? यसको एउटा एकदमै सजिलो सङ्केत छ। कुनै पनि साँचो ट्रेन्डमा जुन सुरुका अर्ली एडप्टर्स हुन्छन् नि, उनीहरूले त्यो नयाँ प्रविधिलाई पागलपनकै हदसम्म अब्सेसिभली प्रयोग गर्छन्, अनि उनीहरूलाई त्यो यति मनपर्छ कि आफ्ना साथीहरूलाई नभने बस्नै सक्दैनन्। यसलाई बुझ्नको लागि आइफोन र सन् 2018तिरको VR हेडसेटको उदाहरण हेरौँ न। जब आइफोन आयो, मान्छेहरूले दिनमा घण्टौं चलाए। त्यो उनीहरूको जीवनको एउटा महत्त्वपूर्ण हिस्सा नै बन्यो। तर VR हेडसेटको कुरा गर्दा के भयो? मान्छेहरूले किने, तर कहिलेकाहीँ चलाए, वा कतिले त कुनामा थन्क्याएरै राखे। हल्लाखल्ला हाइप चाहिँ धेरै भयो, तर प्रयोग भएन। हो, यही सानो तर महत्त्वपूर्ण भिन्नता बुझ्नु नै सही बजार छनौट गर्ने पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हो। ल, मार्केट र प्रडक्ट त भयो। अब आउँछ सायद सबैभन्दा महत्त्वपूर्ण कुरा, मान्छेहरू, अ टिम। किनभने कम्पनीको सफलता अन्ततः त्यो बनाउने मान्छेहरूको DNA, उनीहरूको सोच र काम गर्ने तरिकामा नै भर पर्छ। अब एउटा अलि अनौठो लाग्ने कुरा, सजिलो स्टार्टअप भन्दा गाह्रो स्टार्टअप सुरु गर्न अक्सर सजिलो हुन्छ रे। यो कसरी सम्भव छ? अल्टम्यानको तर्क के हो भने, जब कुनै प्रोजेक्ट एकदमै एम्बिसियस र अर्थपूर्ण हुन्छ, त्यसले सबैभन्दा राम्रा ट्यालेन्टेड मान्छेहरूलाई चुम्बकले जस्तै तान्छ। यदि साँच्चीकै केही ठूलो र महत्त्वपूर्ण काम भइरहेको छ भने सबैजना त्यसको हिस्सा बन्न चाहन्छन्। हो, अनि विनोद खोसलाको यो भनाइले त सबै कुरा छर्लङ्ग पार्छ। द टिम यु बिल्ड इज द कम्पनी यु बिल्ड। यसको मतलब के हो भने, हायरिङ भनेको खाली ठाउँ भर्ने काम मात्रै होइन। यो त कम्पनीको कल्चर, क्षमता र भविष्य नै बनाउने काम हो। टिममा आउने हरेक नयाँ सदस्यले कम्पनी कतातिर जान्छ भन्ने कुरा तय गर्छ। अब राम्रो टिममा हुनुपर्ने केही यस्ता गुणहरूको कुरा गरौँ जुन बाहिरबाट हेर्दा त्यति स्पष्ट देखिँदैनन्। पहिलो हो आशावाद एन्ड अप्टिमिजम। किनभने स्टार्टअपको यात्रामा दुनियाँले हरेक दिन यो काम किन हुँदैन भनेर हजारवटा कारण देखाउँछ। यस्तो बेला टिमभित्रको त्यो आन्तरिक विश्वास, त्यो सकारात्मक सोचले नै कम्पनीलाई अगाडि बढाइरहन्छ। दोस्रो गुण हो विल फिगर इट आउट मेन्टालिटी। मतलब हामी यसको समाधान खोजिहाल्छौँ नि भन्ने मानसिकता। स्टार्टअपमा हरेक दिन नयाँ, नसोचेको चुनौती आउँछ। यस्तो टिम चाहिन्छ जसले यो त कसरी गर्ने थाहा छैन भनेर हात उठाउँदैन, बरु जेसुकै होस् हामी यसको उपाय निकालेरै छाड्छौँ भन्ने आत्मविश्वास राख्छ। तेस्रो विशेषता हो आइभ गट इट एटिट्युड। यो म गरिहाल्छु। ठुल्ठुला कम्पनीहरूमा यो मेरो डिपार्टमेन्टको काम होइन भन्ने चलन चल्छ, तर स्टार्टअपमा त्यो सम्भवै नै छैन। यहाँ त समस्या देख्ने बित्तिकै अगाडि सरेर चिन्ता नगर्नुहोस्, यो म हेरिहाल्छु भनेर जिम्मेवारी लिने मान्छेहरू चाहिन्छ। अनि चौथो गुण हो अ बायस टुवर्ड्स एक्सन, यानि काम गर्नेतिर झुकाव। स्टार्टअपहरूसँग कुनै पनि निर्णय लिनको लागि चाहिने जति डेटा वा समय कहिल्यै हुँदैन। त्यसैले थोरै जानकारीको भरमा पनि छिटोभन्दा छिटो काम सुरु गर्न सक्ने र आवश्यक परेमा तुरन्तै आफ्नो बाटो बदल्न सक्ने टिम चाहिन्छ। ल, अब सही टिम र सही मानसिकता त भयो, तर सुरु गर्नु एउटा कुरा हो, लामो समयसम्म टिकिरहनु अर्को। अब कुरा गरौँ लङ टर्म सफलताको लागि चाहिने स्ट्रेटेजिक सोचको। संस्थापकको सबैभन्दा महत्त्वपूर्ण नम्बर 1 काम के हो? मोमेन्टम, यानि गति कहिले गुमाउन नदिनु। स्टार्टअप भनेको
एउटा गुडिरहेको रेल जस्तै हो। जबसम्म यो निरन्तर अगाडि बढिरहन्छ, साना साना जितहरू हासिल गरिरहन्छ, सबैजना उत्साहित हुन्छन्। तर एकपटक यो रोक्यो भने फेरि त्यसलाई त्यही गतिमा ल्याउन एकदमै गाह्रो हुन्छ। अब एउटा अचम्म लाग्दो कुरा, अल्टम्यानका अनुसार धेरै संस्थापकहरूले यी दुईवटा एकदमै आधारभूत प्रश्नहरूको बारेमा सुरुमा सोचेकै हुँदैनन्। पहिलो, लामो समयसम्म अरू कम्पिटिटर भन्दा फरक के कुराले बनाउँछ, र दोस्रो, यो बिजनेसले पैसा चाहिँ कसरी कमाउँछ। यी प्रश्नहरूको जवाब सुरुदेखि नै दिमागमा स्पष्ट हुनु जरुरी छ। वाई कम्बिनेटरकी अर्का पार्टनर पल बुछाइटले उत्कृष्ट संस्थापकहरूमा हुनुपर्ने 4 गुणहरूलाई यसरी सारांशमा भन्नुभएको छ। फ्रुगालिटी, फोकस, अब्सेसन एन्ड लभ, यानि मितव्ययिता अर्थात् थोरैमा धेरै काम गर्ने, फोकस यानि सही कुरामा मात्र ध्यान दिने, अब्सेसन यानि आफ्नो कामप्रतिको जुनून, र लभ यानि आफूले गरिरहेको कामलाई साँच्चै माया गर्ने। ल, अब हाम्रो अन्तिम खण्ड, एउटा सानो स्टार्टअपले ठूल्ठूला स्थापित कम्पनीहरूलाई कसरी जित्न सक्छ त? उनीहरूसँग त्यस्तो के अनफेयर एडभान्टेज हुन्छ? यहाँ 3वटा मुख्य रणनीति छन्। पहिलो, यस्तो आइडियामा काम गर्ने जुन सुन्दाखेरि नराम्रो लाग्छ तर वास्तवमा राम्रो हुन्छ, किनभने ठूला कम्पनीहरूले यस्तो आइडियालाई सजिलै पास गर्दैनन्। दोस्रो, एकदमै छिटो परिवर्तन भइरहेको बजारमा काम गर्ने। यहाँ स्टार्टअपको गति नै उसको सबैभन्दा ठूलो हतियार बन्छ। र तेस्रो, जब मोबाइल वा एआई जस्तो कुनै ठूलो प्लेटफर्म शिफ्ट आउँछ त्यसलाई तुरन्तै समात्ने। ठूला कम्पनीहरू यस्तो परिवर्तनमा एडाप्ट हुन निकै ढिलो हुन्छन्। अब यो सबै कुरालाई मनमा राखेर एउटा अन्तिम प्रश्नमा सोचौँ न। आजको दिनमा त्यस्ता कुन आइडियाहरू छन् जुन सुन्दाखेरि नराम्रो वा यो त असम्भव छ जस्तो लाग्छ, तर तिनैभित्र अर्को ठूलो कम्पनी बन्ने सम्भावना लुकेको हुन सक्छ?